Namaste student, BBS second year, especially Bhutol Kalika campus. So here today I am going to say about the service costing. So you can see the picture. Here we have question हामीसँग यस्तो छ। एउटा कार्की हस्पिटल भन्ने हस्पिटल रहेछ। त्यसमा 40 वटा बेड हजुरले पढ्नुहुन्छ हैन। 255 दिन चाहिँ 90% बेडहरु अकुपाई हुन्छ अरे। 110 दिन 60% बेड अकुपाई हुन्छ भनेको बुझ्नुहुन्छ, पेशेन्ट भरि हुन्छन्। र खर्चहरु यहाँ दिएको छ। एउटा बिल्डिङको चाहिँ कस्ट 25 लाख रहेछ र रेट टु बी चार्ज चाहिँ पर पेशेन्ट हामीले निकाल्नु पर्ने छ। हामीलाई प्रॉफिट पनि चाहियो फेरि इन्भेस्टमेन्ट गर्ने मान्छेलाई 20% हामीले जति चार्ज गर्छौं त्यसको 20% हामीलाई प्रॉफिट चाहियो। अब रेट निकाल एउटा पेशेन्टलाई कति पैसा चार्ज गर्ने भनेर क्वेशन छ। अब हामी सल्युसनतिर जान्छौं। हामीले सल्युसनमा मैले स्ट्यान्डिङ चार्जहरु कुन हुन् हामीले छुटाउँछौं पहिला। त हजुरले क्वेशन चाहिँ हेर्न पर्ने हुन्छ बुकबाट भए पनि अथवा अगाडिको स्क्रिनशट गरेर कसरी हुन्छ। त पहिला मेडिकल स्टाफको स्यालेरी भनेको छ। मेडिकल स्टाफको स्यालेरी भनेको चाहिँ यो पेशेन्ट भए पनि नभए पनि दिनुपर्ने भनेसी त यिनीहरुलाई हामीले स्ट्यान्डिङ भन्छौं है। मेडिकल स्टाफ त यो छ 10 लाख पर annum। त 10 लाख पर annum भने 10 लाख हामीले लेख्दियौ। अर्को छ एडमिनिस्ट्रेटिभ स्टाफ। त एडमिनिस्ट्रेटिभ स्टाफलाई पनि पेशेन्ट आए पनि नआए पनि तिनीहरु त बस्नी भए। त तिनीहरुको स्यालेरी पनि के हुने भयो त स्ट्यान्डिङमा आउने भयो। यो चाहिँ 5 लाख रुपैयाँ छ। अर्को छ भिजिटिङ मेडिकल डाक्टरको स्यालेरी। त यसको चाहिँ स्यालेरी भनी रनिङ हुन्छ है, किनकि यसलाई भिजिटिङ डाक्टर भनेको त सधैँभरि त्यो त्यहीको हैन, बोलाए भने आउने हो नबोलाए पनि नआउने। अरु अदर एक्सपेन्सेसहरु दिएको छ। रिपेयर एन्ड मेन्टेनेन्स यो चाहिँ हाम्रो फिक्स्डमै आउँछ अथवा स्ट्यान्डिङमै आउँछ। रिपेयर एन्ड मेन्टेनेन्स अमाउन्ट छ 80,000। नेक्स्टमा फुड टु द पेशेन्ट। त फुड टु द पेशेन्ट त पेशेन्ट अनुसार फरक हुन पर्यो हैन। पेशेन्ट आयो भने धेरै खाना, नत्र भने कम खाना। रनिङमा गयो। लन्ड्री एक्सपेन्सेस रनिङमा गयो। मेडिकल सप्लाइज रनिङमा गयो जान्छ हैन। कस्ट अफ अक्सिजन त्यता जान्छ। जनरल एडमिनिस्ट्रेटिभ चार्जेस त यो चाहिँ यहाँ हुन पर्यो। जनरल एडमिनिस्ट्रेटिभ चार्जेस किनकि अफिसमा काम गर्ने मान्छेहरु त पेशेन्ट आए पनि नआए पनि काम गर्ने भए यो खर्च त लाग्ने जो भयो। त जनरल एडमिनिस्ट्रेटिभ चार्जेस 1,25,000। अब हाम्रो अदर फिक्स एसेट्स त्यो पनि चार्ज गर्न पर्यो 65। अदर फिक्स्ड चार्जेस 65,000। अब छ भने अरु हेर्नुस् त बिल्डिङ रहेछ। बिल्डिङ 25 लाख हैन, त्यसको 10% डेप्रिसिएसन। त डेप्रिसिएसन भनेको नि फिक्स्ड हो किनकि पेशेन्टहरु आउन नआउन यसको सरकार हुन यो त घटिराख्छ। त यो पनि डेप्रिसिएसन पनि हामीले यही हाल्दिनु पर्यो। डेप्रिसिएसन हाम्रो 2,25 लाखको 10% भनेको त 2,50,000 हुन्छ। 2,50,000 यो कसरी आयो? 25 लाखको बिल्डिङ अनि यसको 10% डेप्रिसिएसन भनेर यति हामीले निकाल्यौ। अब हाम्रो स्ट्यान्डिङ चार्जहरु सकियो, मतलब फिक्स्ड कस्टहरु सकियो। अब सबै हामीले जोड्छौं। जोड्दाखेरि आउँछ 20,20,000। 20,20,000 यसलाई हामीले भन्छौं टोटल स्ट्यान्डिङ चार्जेस भनेर। अब पालो के को आयो? अब पालो आयो रनिङ चार्जेसको। रनिङ चार्जेसमा पहिला छ त्यो भिजिटिङ मेडिकल डाक्टरको थियो हैन। त मैले कलर थोरै चेन्ज गर्दै हजुरलाई हेर्न सजिलो होस् भनेर। बी नम्बरमा त भिजिटिङ डाक्टरको स्यालेरी भिजिटिङ डाक्टरको स्यालेरी चाहिँ 15,000 पर मन्थ भनेछ। भनेपछि 15,000 into 12 गर्नु पर्यो। अनि त्यो टोटल चाहिँ हुने भयो 1,80,000।
अब अर्को आयो फुड सप्लाई टु पेसेन्ट। यो चाहिँ अघि हामीले कुरा गरेको थियौँ, रनिङमा आउने भयो। फुड सप्लाई टु पेसेन्ट, फुड सप्लाई टु पेसेन्ट भनेर लेख्नु पर्यो। यसको खर्च दिएको छ 70,000। अब अर्को छ लन्ड्री एक्सपेन्सेस 50,000। अब आयो लास्टमा कस्ट अफ अक्सिजन। कस्ट अफ अक्सिजन चाहिँ छ, क्वेसन चाहिँ हेर्नु होला, 90,000। त यो सबै जोड्दाखेरि हाम्रो हुन्छ 5,40,000। त 5,40,000 यो चाहिँ हाम्रो आयो टोटल रनिङ चार्जेस। र टोटल अपरेटिङ कस्ट निकाल्नलाई हामीले चाहिँ यो दुईटालाई जोड्नु पर्यो। टोटल अपरेटिङ कस्ट, टोटल अपरेटिङ कस्टमा हामीले ए र बीलाई हामीले दुईटालाई जोडिदिउँ हैन, ए प्लस बी। ल यो र यो जोड्दाखेरि चाहिँ 25,60,000 हुने भयो। त 25,60,000 के भयो त यसको खासमा टोटल अपरेटिङ कस्ट 25,60,000 भयो। अब यसलाई चाहिँ प्रॉफिट चाहिएको छ। प्रॉफिट चाहिँ भनेछ 20% अफ द चार्ज भने प्रॉफिट अन चार्ज इज इक्वल टु फर्मुला हजुरलाई थाहा छ, टोटल अपरेटिङ कस्ट इन्टु प्रॉफिट पर्सेन्ट अपन 100 माइनस प्रॉफिट पर्सेन्ट, यसरी निक्लिन्छ। त टोटल अपरेटिङ कस्ट हाम्रो 25,60,000 छ, 25,60,000 त इन्टु प्रॉफिट पर्सेन्ट चाहिँ हामीलाई दिएको छ 20% हो, 20%, 20 डिभाइड बाई 100 माइनस 20 गर्दाखेरि 80 लेख्यो भने हजुरले बुझ्नुहुन्छ होला हैन। मैले सिधै 100 माइनस 20 गरेर 80 भनेर देखाइदिएँ। अब यो गर्दाखेरि कति हुन्छ त 6,40,000 हुन्छ। भनेपछि प्रॉफिट चाहिँ कति हुन पर्यो त 6,40,000 प्रॉफिट भयो। त्यसै भए टोटल चार्ज कति हुने भयो त, टोटल चार्ज भनेको त कस्ट प्लस प्रॉफिट हो, कस्ट प्लस प्रॉफिट। अब कस्ट हाम्रो 25,60,000 छ, 25,60,000 र हाम्रो प्रॉफिट चाहिँ 6,40,000 चाहियो भने त टोटल हाम्रो त टोटल चार्ज चाहिँ हाम्रो कति भयो 32 लाख भयो। अब हामीलाई क्वेसनमा सोधेको छ कि एउटा पेसेन्टलाई कति चार्ज गर्ने होला भनेको छ। त्यसो भए त एउटा पेसेन्टलाई कति चार्ज गर्ने त्यो निकाल्न हामीलाई टोटल पेसेन्टेज निकाल्न पर्यो। त पेसेन्टेज कति निकाल्ने भनेर भन्दाखेरि टोटल पेसेन्टेज निकाल्नलाई टोटल पेसेन्टेज कसरी आउँछ त्यहाँ भनेको छ नि त क्वेसनमा। 40 वटा बेड छन्, त्यसमध्येमा 255 दिन चाहिँ 90% बेड अकुपाई हुन्छ भनेको छ। त भनेपछि पहिला हामीले लेख्न पर्यो 40 वटा बेड इन्टु 255 दिन, 255 दिन इन्टु 80% भनेको 80/100 लेख्यो, 0.8 लेखे पनि हुन्थ्यो। प्लस अब हाम्रो फेरि 110 दिन चाहिँ 60% युज हुन्छ त्यो बेडहरू। र 40 वटा बेड अनि 110 इन्टु 60% अकुपाई हुन्छ भनेको त यो गर्न पर्यो। त टोटल हाम्रो दुईटा जोडेर चाहिँ हुने भयो 9,180, 9,180 बेड डेज यो 255 दिन र अर्को चाहिँ 2,640 चाहिँ टोटल पेसेन्ट डेज हुने भयो। त इज इक्वल्स टु हाम्रो टोटल आउने भयो कति 11,820, 11,820। त हामीले टोटल पेसेन्ट पर पेसेन्टलाई हामीले कति चार्ज गर्ने भनेर निकाल्नलाई कसरी निकाल्न पर्यो त फेरि रेट टु बी चार्ज टु पेसेन्ट, इच पेसेन्ट हो है। एउटा पेसेन्टलाई कति चार्ज गर्ने भनेर निकाल्नु पर्यो भने टोटल चार्ज अपन टोटल पेसेन्ट निकाल्न पर्यो। टोटल चार्ज अपन टोटल पेसेन्ट डे हैन। अब टोटल चार्ज हामीले पहिला निकालेको छौँ, हेर्नुहोस् यहाँ टोटल चार्ज चाहिँ हाम्रो 32 लाख पर्छ र टोटल पेसेन्ट डे चाहिँ हामीले भर्खरै निकाल्यो। टोटल पेसेन्ट डेज भनेको फेरि
11,820 त भनेपछि 32 लाख डिभाइड बाई 11,820 अब यो डिभाइड गर्नुस् कति आउँदो रहेछ एउटा पेशेन्टलाई कति हामीले चार्ज गर्ने रहेछौँ त्यहाँबाट थाहा हुन्छ त 32 लाख डिभाइड बाई 11,820 इज इक्वल्स टु चाहिँ डेसिमलमा आउँदैछ 270.727 आछ त्यसलाई हामीले एप्रोक्सिमेटली 73 लेखे हुन्छ 270.73 त यति चाहिँ रुपीज त हामीले तल आन्सर लेख्न सक्छौं देयरफोर फ्रम each patient rupees 270.73 should be collected each patient per day भन्नु पर्यो अझै यो चाहिँ पर डे को चाहिँ यति हो यो चाहिँ सधैँ जति बस्छ त्यतिको हैन कि पर डे को हो पर डे should be collected है per day to be collected okay thank you so much for listening me